एकछिन कहाँ हिँड्न लागेको हामी भन्नु त बुवा यता हामी सिमले गएको खोइ कान्छा भाइकोमा सिमले गएको अब आज एकदम मेजमान खाएर भोलितिर फर्किन्छौँ होला सिमलेमा अब रमाइलो गर्ने लैन सिमले भनेको चाहिँ त्यो डाँडा है त्यो माथिको यताबाट उता उता माथि माथि के जानुपर्छ हिँडेर के गर्नु दुःख छ गाउँमा कान्छाको चाहिँ त्यो तालै ताल लाग्छ है त्यो कान्छाको च्यान हो ओकिलो नि त उतापट्टिको चाहिँ उतापट्टिको सन्जु उहाँ लाग्यो है सिमलेतिरको यात्रा हो हाम्रो चाहिँ अब थाहा छैन कतिखेर पुगिन्छ पानी परेर पुरा डिस्टर्ब भयो पाठशालाले हिजो त्यो ड्रम ढोल बजाएको त्यो ढोल बज्नु नहो अबि जलेश्वरी सिमले आउनु है बाजेले यसरी बाजेको ढाडमा यसरी बोक्ने माग्नु त भाग्यको कुरा पो त हो बाजे कसै बाजेहरूले काखमै लिन नसक्ने हुन्छ हो नि मनिषाहरूको मामाको घर त्यही हो मामा त उता हो नि तर यहाँ घर चाहिँ बसेको के अघि तिमीले ठुलो घर भनेको माथि त्यही हो हाम्रो चाहिँ ठ्याक्कै फेरि उसले छोपेको रहेछ नि त यहाँ छ है त्यहाँ त्यो तल हौ यस्तो हो हामी चाहिँ अहिले काका कान्छाको घर जाँदैछौँ सिमले बाजे नानी जाँदैछ हामी चाहिँ घर पारी छौँ अहिले हामी चाहिँ घरको पारी छौँ अहिले आइपुग्यो हामी चाहिँ पल्लो डाँडा त्यसको वरतिर अनुपेको माउलो त्यही घर त्यत्रो टाढो है राति त्यहाँबाट त्यो बुढो गएन त्यो सिधै तल छानादेखि जुत्ता घुसाऱ्यो हिलोमा सुत्यो डालु त बाजेको ढाडैमा हामी चाहिँ त्यहाँबाट आएको त्यो डाँडाबाट गाह्रो भयो पापाजी